तसफ्यापुल्जे बराज दिम्नुङ आजको तामाङ लिपिको स्ट्रोक अथवा तामाङ लिपि कसरी लेख्न तामाङ लिपिका अक्षरहरू कसरी लेख्न सकिन्छ भन्ने एउटा एपिसोड लिएर आएको छु। तामाङ भाषाको अक्षरहरू 5वटा भोवेल र 24वटा कन्सोनेन्ट मिलेर पूर्ण रूपमा बनेको छ। र जुन पनि कुनै भाषामा जति अक्षर कम भयो त्यति धेरै प्युरिटी हुन्छ भन्ने लिङ्ग्विस्टिकको विश्वास रहेको पाइन्छ। सो तामाङको लिपि स्ट्रोकहरू कसरी लेख्न सकिन्छ भन्ने एउटा म ट्युटोरियल देखाउन गइरहेको छु। सो भोवेलबाट स्टार्ट गरौँ। अब तपाईँहरूले जान्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि भोवेल भन्नाले यो आफै उच्चारण हुन्छ, स्वर वर्ण हो। यो चाहिँ सिङ्गल स्ट्यान्ड एलोन हुन्छ, जस्तै आ इ उ ए हो। जस्तै इङ्ग्लिस अक्षरमा हामीले ए इ आई ओ यु भनेर पढेको हुन्छौँ। जस्तै गरी यहाँ पनि ए आई यु ई ओ भनेर तामाङको पनि 5वटा भनौँ न स्वर वर्णहरू रहेको छ। त्यसमा आ इ उ ए ओ त्यसलाई चाहिँ नेपालीमा चाहिँ हामीले आ इ उ ए ओ। तपाईँहरू कन्फ्युज नहुनुहोस्, तामाङ लिपिमा लेख्ने बेलामा चाहिँ एउटा स्ट्यान्डर्डाइज बनाएर लेख्ने भन्ने एउटा चलन रहेछ। त्यसमा चाहिँ हामीले चाहिँ हाम्रो अ र आ हुँदैन। यो नेपालीमा चाहिँ अ पनि हुन्छ, आ पनि हुन्छ, यस्तो इ पनि हुन्छ, अर्को टुप्पी भएको इ पनि हुन्छ, अर्को उ पनि हुन्छ अनि उ पनि हुन्छ। तामाङ भाषामा चाहिँ यसरी लेखिरहेको छैन रहेछ। यसलाई चाहिँ आ इ उ ए ओ गरेर चाहिँ हामीले यसरी आ इ उ ए ओ गरेर हाम्रो 5वटा भोवेल रहेको छ। सो ढिला नगरिकन अगाडि जाउँ। तपाईँलाई राइटिङ स्ट्रोकमा फोकस भएको भएर तपाईँहरूसँग चाहिँ राइटिङ स्ट्रोकमा चाहिँ कसरी लेख्ने त भन्ने विषयमा नै बढी केन्द्रित भएर गइरहेको छु। सो सर्वप्रथम हामीले आ भनेर यसमा सर्वप्रथम हामीले पहिलो भोवेल चाहिँ हामीसँग आ छ, अथवा आ अथवा ए, इङ्ग्लिसमा ए, अहिले आ। यसको राइटिङ स्ट्रोक हामीले कसरी लेख्ने भन्ने कुरा चाहिँ विशेष रहन्छ। सो हाम्रो आउटपुट हुने चाहिँ यस्तो हो। यो चाहिँ हाम्रो आउटपुटमा हुन्छ, अथवा हाम्रो फाइनल आ चाहिँ यस्तो हो। तर हामीले यसलाई ब्रेक गरेर 5वटा स्टेपमा 1 2 3 4 5 6 6वटा स्टेपमा चाहिँ यसलाई ब्रेक गरेर तपाईँहरूलाई कसरी लेख्ने भनेर देखाउँछु है। सो पहिलो तपाईँले यसरी यहाँनिर स्टेप नम्बर 1, स्टेप नम्बर 2 मा तपाईँले 1 प्लस स्टेप नम्बर 2 यसरी कन्टिन्यू गर्नुहोस्। स्टेप नम्बर 3 मा 1 2 अनि 3 लेख्नुहोस्, र स्टेप नम्बर 4 मा 1 2 3 अनि 4। 4 स्टेपमा चाहिँ हामीले कम्प्लिट आ लेख्छौँ। सो एकचोटि फेरि लेखेर हेरौँ। हामीले चाहिँ यो लेख्ने, अनि स्टेप नम्बर 2, स्टेप नम्बर 3, स्टेप नम्बर 4 यसरी लेख्नुभयो भने चाहिँ तपाईँले कम्प्लिट हुन्छ। यो पोइन्टलाई चाहिँ हामी ठिक भन्छौँ। पछि चाहिँ हाम्रो चाहिँ शब्दहरू छुट्याउन, सिलेबस ब्रेक गर्नको लागि युज गरिन्छ। यसको बारेमा पनि हामी पछि आउँछौँ, ठिकको बारेमा। तर आजको मेन विषय चाहिँ तपाईँसँग स्ट्रोक कसरी लेख्ने भन्ने कुरा छ। सो हामीले भर्खर आ लेख्यौँ, मसँगै प्र्याक्टिस गर्नुहोस्। यसरी राख्नुहोस्, अनि तपाईँले फेरि सेकेन्ड स्ट्रोकमा यसरी चाहिँ हान्नुहोस् माथि, तेस्रो स्ट्रोक, चौथो स्ट्रोक यसरी गर्नुभयो भने चाहिँ तपाईँको आ हुन्छ। अब फ्रीली हेरौँ, मैले आ लेख्छु एउटा स्ट्रोकमा यसरी राख्छु, अनि यसरी राख्यो भने चाहिँ आ हुन्छ। यसै गरी यसको 5वटा छ, आ इ उ ए ओ। सो हामीले आ लेख्यौँ, अब हामी इ तिर जान्छौँ। इ इङ्ग्लिस अक्षर आई, यो इ हो। यो किन इ भएको भन्दाखेरि यो आफै सिङ्गल स्ट्यान्ड एलोन भएको भएर। सो आउटपुट चाहिँ यो हुन्छ, हाम्रो मेन चाहिँ आजको चाहिँ आउटपुट चाहिँ यो हुन्छ। तर हामीले चाहिँ कम्प्लिट स्ट्रोक चाहिँ यसरी 1 2 3 4 5 6 यसरी चाहिँ 6वटा सेक्सनमा गरेको छु। र पहिलो उसमा स्टेपमा चाहिँ हामीले यहाँदेखि यहाँसम्म तान्छौँ, दोस्रो स्टेपमा यहाँदेखि यहाँसम्म तान्छौँ, र दोस्रो स्ट्रोक लेख्छौँ हामी यसरी।
तेस्रोमा फेरि यहाँसम्म जान्छौँ र यसरी दोस्रो स्ट्रोक पनि तान्छौँ त्यहाँदेखि तेस्रो स्ट्रोक पनि तान्छौँ मसँगै प्र्याक्टिस गर्नु होला पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक अनि चौथो स्ट्रोक भयो अनि हामीले फेरि पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक चौथो स्ट्रोक र पाँचौं स्ट्रोकमा चाहिँ हामीले ई लेख्छौँ सो यसरी तपाईहरुले प्र्याक्टिस गर्दै गर्नुस् फलो गर्दै गर्नुभयो भने पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक चौथो स्ट्रोक अनि ई गर्यो भने चाहिँ हामीले यसरी ई लेख्छौँ हामीले दुईटा लेख्यौं आ र ई हामी अब उ लेख्छौं अब हामी उ लेख्छौं त्यसै उ हाम्रो आउटपुट चाहिँ यो हुन्छ तपाईले यसले हेर्नु होला सो मैले चाहिँ 1 2 3 4 5 6 मा गए सो यसै गरी पहिलो चाहिँ हामी पहिलो स्ट्रोक लेख्छौं स्ट्रोक नम्बर 1 जहिले पनि यो डाइरेक्सनमा हुन्छ डाइरेक्सन सम्झिनु होला 1 2 है अनि फेरि हामीले के लेख्छौं यहाँ 1 2 3 1 2 3 अनि 4 हो 1 2 3 4 हो अनि 5 हो यसरी चाहिँ हामीले आ ई र उ लेख्यौं अब हामीसँग ए छ बाँकी रह्यो ए सेम हाम्रो आउटपुट हाम्रो चाहिँ हामी अब लेख्न गएको ए हो यसको आउटपुट चाहिँ यस्तो हुन्छ सो मैले नम्बर राखे 1 2 3 4 5 6 वाला सो पहिलो स्ट्रोक दोस्रो स्ट्रोक मैसँग फलो गर्नुस् पेन र कपी लिएर पहिलो स्ट्रोक दोस्रो स्ट्रोक यसरी गर्छौं र हामी तेस्रो स्ट्रोक पनि थप्छौं र पहिलो स्ट्रोक दोस्रो स्ट्रोक यसरी गर्छौं तेस्रो स्ट्रोक चौथो स्ट्रोक तपाईहरुले यो स्ट्रोकलाई ब्रेक गरेर यहाँ पहिलो स्ट्रोक दोस्रो स्ट्रोक यहाँसम्म राख्नु तेस्रो स्ट्रोक यसरी राखेर चौथो स्ट्रोक यहाँ गर्नुस् पाँचौं स्ट्रोक यहाँ गरेर छैटौंको बेला यो गर्नुभयो नि हुन्छ तर मैले यो एकैचोटी दोस्रो स्ट्रोक चाहिँ एकैचोटी लेख्नुको रिजन चाहिँ तपाईलाई पेनको मुभमेन्ट गर्न सजिलो हुन्छ है त्यसरी मैले जस्तै 1 2 गर्छु फेरि यहाँबाट यसरी फेरि 3 गर्छु अनि 4 गर्छु अनि 5 गर्छु यसो गरे नि हुन्छ तर तपाईले लेख्न चाहिँ पहिलो स्ट्रोक दोस्रो स्ट्रोक लेखेर यहीँबाट कन्टिन्यू गर्यो भने चाहिँ तपाईलाई सजिलो हुन्छ भनेर मैले यसले पहिलो र दोस्रोमा काउन्ट गरे अनि अब ए त तपाईको भइहाल्यो सो हामीले चाहिँ चारवटा लेख्छ आ ई उ ए अब पाँचौं हो हामीसँग ओ सो यसलाई चाहिँ तपाईहरुलाई मैले पहिला सुरुमा भन्न बिर्सेको कुरा चाहिँ हामीले ओ लेख्छौं हाम्रो आउटपुट चाहिँ यो हो हैन सो मैले 1 देखि 1 2 3 4 5 6 सम्म गए सो पहिलो स्ट्रोक लेख्छु यसपछि पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तपाईले यहाँसम्म राख्नु भएर तेस्रो स्ट्रोक यसरी गर्नुभयो नि हुन्छ तर मैले चाहिँ तपाईले यो लेख्नुको पहिलो स्ट्रोक दोस्रो स्ट्रोक यही कन्टिन्यू गर्नका लागि चाहिँ तपाई गर्नुको कारण चाहिँ तपाईलाई लेख्न सजिलो हुन्छ हैन त तपाईले यसलाई ब्रेक गरेर लेख्नु भयो नि हुन्छ कन्टिन्यू गरेर लेख्नु भयो नि हुन्छ तर प्रोसेस चाहिँ सम्झिनु होला तेस्रो स्ट्रोक पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक चौथो स्ट्रोक अनि पाँचौं स्ट्रोक हेर्नुस् है अब मैले पहिलो स्ट्रोक दोस्रो स्ट्रोक र तेस्रो स्ट्रोक सँगै लेखे अब चौथो स्ट्रोक यहाँ बनाए किनभने यो स्ट्रोकलाई मैले ब्रेक गरेको हो अनि यसरी चाहिँ गरेछ भने अब यसलाई पनि तपाईले पहिला एउटा स्ट्रोक गर्नुस् फेरि होल्ड गरेर यसरी गर्नुस् र मैले यसमा चाहिँ मलाई चाहिँ यसो गर्छु नि मैले फेरि यसरी लिएर जान्छु एउटैचोटि लेख्छु किनभने लेख्न सजिलो हुन्छ तर तपाईले ब्रेक गर्नु हुँदाखेरि चाहिँ यसरी पहिलो एउटा लेख्नुस् त्यसरी अर्को लेख्नुस् एउटा लेख्नुस् फेरि अर्को लेख्नुस् प्र्याक्टिसको लागि जब तपाईको प्र्याक्टिस हुन्छ यसरी लेख्दिनुस् सो हामीले चाहिँ ओ पनि लेखिसक्यौं सो लेख्दाखेरि चाहिँ पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक चौथो स्ट्रोक पाँचौं स्ट्रोक छैटौं स्ट्रोक र सातौं स्ट्रोक यसरी चाहिँ तपाईले लेख्न सक्नुहुन्छ फ्रीली लेखौं एउटा स्ट्रोक दुईटा स्ट्रोक तीनटा स्ट्रोक चारवटा स्ट्रोक
5वटा स्ट्रोक 6औं स्ट्रोक र 7औं स्ट्रोक गर्यो भने चाहिँ हामी चाहिँ ओ लेख्छौँ। यसरी तपाईले यो कन्टिन्यू प्र्याक्टिस गर्नुभयो भने हामीले अहिलेसम्म गरेको कुरा चाहिँ AEIOU तरिकाले गर्न सक्छौँ। भनेको चाहिँ AEIOU भन्नाले तामाङको आ इ उ आ इ उ ए ओ। यसै गरी हामीले कन्सोनेन्ट पार्टमा 24वटा कन्सोनेन्ट क्यारेक्टर अथवा व्यञ्जन वर्णहरू पनि हामीले यसै गरी लेख्न सक्छौँ। कन्सोनेन्ट भन्नाले तपाईहरूले व्यञ्जन वर्ण नेपालीमा व्यञ्जन वर्ण जुन चाहिँ उच्चारण हुनका लागि चाहिँ भवेल प्लस भवेलको पनि आवश्यकता पर्छ अथवा यो चाहिँ जोइन अक्षरमा जोइन दुईटा अक्षर जस्तै दुईटा इन्डिपेन्डेन्ट प्रोनाउन्स नहुनेवालाले कन्सोनेन्ट भन्छ। यो चाहिँ तामाङमा 24वटा छ। त्यसमा चाहिँ हामीले चाहिँ 24वटा चाहिँ हाम्रो चाहिँ का खा गा ङा चा छा जा टा ठा डा ता था दा ना पा फा बा मा या रा ला वा सा र हा भन्ने छ। यो 24वटा चाहिँ हामीसँग कन्सोनेन्ट छ। यो 24वटा कन्सोनेन्टमा कामा के र ए आयो प्लस ए का भयो अनि खामा खा प्लस आ भयो भनेपछि यो चाहिँ यसमा आ आयो नि त का खा गा ङा भनेपछि यसरी चाहिँ यसको आ आयो। त्यसपछि तपाईँ की गर्दाखेरि चाहिँ फेरि एकछिनमा का प्लस ई की भयो होइन का के प्लस ई की भयो अनि खा प्लस खा प्लस ई खी। यसै गरी चाहिँ ई भन्ने भवेल आयो नि त यहाँनिर त्यही भएर यसलाई चाहिँ यो का उच्चारण हुनको लागि चाहिँ दुईटा सिलेबस अथवा दुईटा क्यारेक्टर हुनु पर्यो। दुईटा चाहिँ के र ए गर्यो भने का भयो। त्यसो भए यो चाहिँ भवेल हो यो कन्सोनेन्ट हो के ए का। यता त हामीले हुँदा चाहिँ के का मात्रै भयो नि त। सो यसरी चाहिँ हाम्रो 24वटा तामाङमा 24वटा कन्सोनेन्ट छन्। यी कन्सोनेन्टहरू हामीले 1 by 1 कसरी लेख्ने भनेर म तपाईँलाई देखाउँछु है त। सो सेक्सन 2 मा हाम्रो कन्सोनेन्ट भन्ने चाहिँ तपाईँहरूले कन्सोनेन्ट भनेको के हो भावेल कन्सोनेन्ट भन्ने हुन्छ। तामाङ भाषामा चाहिँ यसलाई हिक्पा र हिक्मा भन्ने हुन्छ। हिक्मा भनेको चाहिँ भवेल हो जसमा लाग्यो मैले म कन्फ्युज भएँ तै पनि हिक्मा र हिक्पा भनेर चाहिँ नामाकरण गरेको छ। त्यतातिर अहिले म तपाईँहरूले पछि अर्को डिटेलिङ ट्युटोरियलमा चाहिँ भन्छु। तर आजको मेन कन्सर्न चाहिँ स्ट्रोक अथवा कसरी लेख्ने भन्ने एउटा भिडियो बनाएको हो। सो यो मेरो फर्स्ट भिडियो पनि हो। यस भिडियोमा केही कमी कमजोरीहरू हुनसक्छ। तपाईँहरूको सल्लाह सुझाव र प्रतिक्रिया दिनुहुन अनुरोध पनि गर्न चाहन्छु। सो ढिला नगरिकन म तपाईँले का यो चाहिँ हाम्रो का है का चाहिँ तामाङको का यस्तो हुन्छ। तर लेख्ने कसरी भन्दाखेरि तपाईँले स्टेप स्टेप सम्झिनुहोस् तपाईँलाई सजिलो हुन्छ। हाम्रो फाइनल आउटपुट चाहिँ यस्तो हुन्छ यो का हो। तर तपाईँहरूले सम्झिनु पनि यो ठिक हो। ठिक चाहिँ जस्ट सिलेबस ब्रेकका लागि युज हुन्छ। यो चाहिँ पछि तपाईँले लामो सेन्टेन्सहरू अथवा जोइनिङ वर्डहरू यिनीहरूको स्ट्रक्चरहरू बनाउनको लागि चाहिँ प्रयोग गरिन्छ। तर अहिले चाहिँ तपाईँलाई मैले जस्ट स्ट्रोक कसरी लेखिन्छ अथवा लेख्ने लेखन शैली चाहिँ के हो भन्ने कुरा चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु है त। सो यसलाई पनि मैले 1 2 3 4 5 6 राखेँ है। यसो गरिसकेपछि चाहिँ तपाईँहरूले सम्झिनु पर्ने भनेको पहिलो स्ट्रोक जहिले पनि सजिलोवाला स्ट्रोक तानौँ। टपमा तपाईँले पहिलो स्ट्रोक यो तान्नु भयो भने हुन्छ, यो तान्नु भयो भने हुन्छ, यो तान्नु भयो भने हुन्छ, यो तान्नु भयो भने हुन्छ। तर सबैभन्दा सजिलो बेसका लागि चाहिँ हामीले पहिलो स्ट्रोक हामीले पहिलो नम्बर 1 तान्छौँ। नम्बर 2 मा पहिलो स्ट्रोक त तपाईँले अघि नै तान्नु हो। दोस्रो स्ट्रोक चाहिँ यहाँ यसरी हल्का बाङको तरिकाले तान्नु होला। मसँगै फलो गर्नुहोस्। तपाईँले आफ्नो कपीमा ट्राई गर्नुहोस्। धेरै पटक ट्राई गर्नुभयो भने तपाईँले यो कुरा तपाईँलाई सजिलो हुन्छ। तेस्रो स्ट्रोक छ यसरी तपाईँको पहिलो स्ट्रोक तपाईँले तानिसक्नुभयो, दोस्रो पनि तान्नुभयो र तेस्रो स्ट्रोक पहिलो स्ट्रोक दोस्रो स्ट्रोक भन्दा अलिकति लामो र तपाईँले चौथो स्ट्रोकमा जानुहुन्छ। यसरी पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक र चौथो स्ट्रोक यसरी तपाईँले चौथो स्ट्रोकमा कम्प्लिट का लेख्नुभयो। तर यसलाई 5 नम्बरमा चाहिँ हामीले यसरी प्र्याक्टिस हानौँ। यसरी चाहिँ सरी अलिकति बिग्रियो माफ गर्नु होला। यसरी तपाईँले
यो दुईटा चाडा गर्नुभयो भने चाहिँ कम्प्लिट फर्म भयो काको। सो तपाईँहरूले एकदम प्र्याक्टिस गर्नु होला। तपाईँले स्ट्रोक सम्झिनुहोस्। सिम्पली फर इक्जाम्पल हेरौँ, फ्रीली लेखौँ। तपाईँले का लेख्दाखेरि यसरी जानुभयो, हल्का बाङ्को अनि अलि लामो अनि लामो गर्नुभयो भने चाहिँ का भयो। यो चाहिँ का भयो है, तामाङको का। सो तपाईँलाई मेरो फेरि खा, तामाङमा खा भन्ने छ, का खा भन्ने है। हाम्रो आउटपुट चाहिँ यो हुन्छ। आउटपुट भन्नाले हाम्रो फाइनल रिजल्ट चाहिँ यस्तो हुन्छ, तर हामीले लेख्दाखेरि चाहिँ सेम अघि जस्तै लेख्दै जानुपर्ने हुन्छ। जस्तै मैले 1 2 3 4 5 6 गरेँ है। अलिकति तल सार्दै अलिकति सजिलो हुने गरी यसरी गरेँ। सो अब तपाईँले पहिलो स्ट्रोक तान्नुहोस् यसरी। पहिलो स्ट्रोक तानिसके दोस्रो स्ट्रोकले तपाईँले हल्का यसरी तान्नुहोस्। दोस्रो स्ट्रोक आयो, पहिलो स्ट्रोक तान्नुहोस्। तेस्रो स्टेपमा दोस्रो स्ट्रोक पनि तपाईँले तान्नुभयो। तेस्रो स्टेपमा तपाईँले यसरी यहाँसम्म अड्काउनु भयो भने हुन्छ। अनि त्यो चौथो स्ट्रोकमा फेरि तपाईँले यसो पहिलो दोस्रो तान्नुहोस्, तेस्रो तान्नुहोस् अनि चौथो तान्नुहोस्। अनि पाँचौँमा चाहिँ तपाईँले यसरी पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक, तेस्रो स्ट्रोक, चौथो स्ट्रोक अनि पाँचौँ स्ट्रोक भयो। तपाईँले प्र्याक्टिस गर्ने बेलामा चाहिँ यो दुईटालाई एउटा एउटा गरेर ब्रेक गर्नुभयो हुन्छ। तर तपाईँले अलिकति हात बस्न थाल्यो भने चाहिँ के गर्नु भने पहिलो स्ट्रोक तान्नुहोस्, दोस्रो स्ट्रोक तान्नुहोस्, तेस्रो स्ट्रोक चाहिँ मैले सिधा एकैचोटि तान्छु। किनभने यसमा तपाईँले पेनलाई अड्कायो भने तपाईँलाई त्यो ब्रेक भएर यसरी तपाईँले यसो गरेर यसरी लेख्नु भने पेन अड्काइराख्नुपर्छ। त्यसो गर्दा तपाईँलाई गाह्रो हुनसक्छ। तर मेरो प्रेफरेन्स चाहिँ के हो भने तपाईँले सिधै यसरी तान्नुहोस् अनि यसरी तल ल्याउनुहोस्। अनि तपाईँलाई त्यो स्ट्रोकमा लेख्न पनि सजिलो हुन्छ। जस्तै मैले यहाँ लेखेँ अनि यहीँ पेन अड्काइराखेर आउँदाखेरि अलिकति ब्रेक पोइन्ट महसुस हुन्छ। सो मैले चाहिँ यसरी सिम्पल यही गर्छु अनि यसरी तान्छु। यो गरेपछि यो पोइन्टमा स्मुथनेस आउँछ। तर तपाईँलाई जसरी सजिलो लाग्छ त्यसरी लेख्नु होला। स्ट्रोक चाहिँ त्यसरी हो। सो अब हामीले कम्प्लिट फर्मलाई चाहिँ यसरी लेख्छौँ। ल कम्प्लिट फर्म हेर्नुहोस्। जस्तै पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक, तेस्रो स्ट्रोकमा मैले यहाँ पेन नछोडिकन होल्ड गरेर बाङ्गो ल्याएँ अनि चौथो स्ट्रोक यसरी गऱ्यो भनेपछि हामीले कम्प्लिट खा पनि लेख्यौँ। सम्झिनुहोस् है, हामीले का लेख्यौँ। सम्झिनुहोस् है, हामीले का लेख्यौँ। अब खा लेख्यौँ। अब हामीसँग गा छ। तामाङमा ग भन्ने हुन्न, तपाईँहरू नझुक्किनु होला। ग र गा भन्ने हुन्छ है। नेपालीमा ग, गा अनि ग टोन हुन्छ। तामाङ ल्याङ्ग्वेज चाहिँ मोनोसेलोबिक र टोनल ल्याङ्ग्वेज भएको भएर हाम्रो तामाङ भाषाको कतिपय वर्डहरू सिङ्गल अक्षरले पनि सिङ्गल क्यारेक्टर अथवा मोनोसेलेबस भएको भएर यसले मिनिङफुल हुन्छ। र यसको गा ग ग ग गा र ग हुन्न, यसको कि गा हुन्छ कि त ग हुन्छ। तर हामीले लेख्दाखेरि चाहिँ यस्तो खुट्टा काट्दैनौँ, हामीले गा नै लेख्छौँ। तर त्यसलाई पछिको तपाईँको ट्युटोरियलहरूमा चाहिँ आदि अक्षर कसरी प्रोनाउन्सिएसन हुन्छ र कसरी चाहिँ आदि अक्षर प्रोनाउन्सिएसन हुन्छ भन्ने म तपाईँलाई पछिको ट्युटोरियलमा भन्छु। तर अहिलेको उसमा चाहिँ हामीले जस्ट कसरी राइटिङ लेख्ने भन्ने स्ट्रोक चाहिँ मेन भएको भएर म तपाईँलाई लेखन शैली मात्रै सिकाउँछु है। सो हाम्रो फाइनल आउटपुट यो गा हो। हामीले लेख्ने यो गा हो। सो त्यसको लागि पनि हामीले सबैलाई 1 2 3 4 5 and 6 स्टेपसम्म राखौँ। सो पहिलो स्टेपमा तपाईँले पहिलो धर्को तान्नुहुन्छ। दोस्रो स्टेपमा तपाईँले यसरी धर्को तान्नुहोस् अनि यसलाई यहाँसम्म ल्याउनुहोस् अनि फेरि छोड्नुहोस्। तेस्रो स्टेपमा यसो गर्नुहोस् अनि दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक तपाईँले यसरी ल्याउनुहोस्। चौथो स्ट्रोकमा तपाईँले फेरि यहाँ ल्याउनुहोस् अनि यसरी चाहिँ ल्याउनुहोस् अनि फेरि चौथो स्ट्रोक गर्नुहोस् अनि पाँचौँ स्ट्रोकमा यसरी तपाईँले यहाँ ल्याउनुहोस् अनि फेरि चौथो स्ट्रोक गर्नुहोस्, पाँचौँ स्ट्रोक गर्नुहोस् र कम्प्लिट फर्म अफ गा भयो। अघि तपाईँले खामा जे लेख्नुभयो त्यसलाई म यहाँ तपाईँलाई रिभाइज गर्न चाहन्छु। यसले तपाईँले यो खा गर्यो फेरि यसरी स्ट्रोक जोडिराख्नुभन्दा तपाईँले यसलाई सिधा ल्याउनुहोस्, होल्ड गर्नुहोस्, सिधै तानिदिनुहोस्।
एउटै स्ट्रोकमा सकाइदिनुहोस्। त्यसो गर्दा तपाईँले यो पोइन्टमा तपाईँले पिक के हुन्छ भन्दाखेरि स्मुथनेस आउँछ, तपाईँको पेन्ट होल हुँदैन। तपाईँले जसरी सजिलो लाग्छ त्यसो गर्नु, तर लेख्ने शैलीमा चाहिँ तपाईँले पहिला यसरी लानुहुन्छ अनि फेरि होल गर्नुहुन्छ अनि यसरी ल्याउनुहुन्छ अनि फाइनल भर्जन चाहिँ यो भयो। सो तपाईँले बुझ्नुपर्ने स्ट्रोकको स्टेपहरू चाहिँ यो है। सो अब फाइनल स्ट्रोक चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँले 6 नम्बरको स्टेपमा 1 2 3 र 4th स्टेपमा म सकाउँछु। तर तपाईँले प्र्याक्टिस गर्नु हुँदाखेरि चाहिँ पहिलो, दोस्रो, तेस्रो, चौथो अनि पाँचौँमा यसरी लेख्यो भने चाहिँ तपाईँको गा भयो, माफ गर्नुहोला गा भयो है। यसरी तपाईँले हामीले 3वटा स्ट्रोक लेख्यौँ, का, खा, गा। अब एकैचोटि यसमा चाहिँ मिस्टेक भएछ है, यसमा चाहिँ गा हो यो, मैले यहाँ टाइपिङ मिस्टेक भएछ, यहाँ टाइपो मिस्टेक। तामाङ भाषामा प्राय घा भन्ने चाहिँ छैन, हाम्रो चाहिँ का, यसमा चाहिँ हाम्रो चाहिँ का भयो, खा भयो, गा भयो, एकैचोटि गा छ है। यहाँनिर चाहिँ मेरो गा हुनुपर्ने ना भएछ, यो टाइपो मिस्टेक भएर मैले यसलाई मेट्थेँ। यसमा चाहिँ हुनुपर्ने चाहिँ गा हो। ओके, सो हामीले फाइनल लेख्ने चाहिँ गा है। गा आउटपुट चाहिँ यो गा लेख्ने हो। यो गा चाहिँ अब हामीले स्टेप वाइजमा ब्रेक गरौँ। पहिलो स्टेप, दोस्रो स्टेप, तेस्रो स्टेप, चौथो स्टेप, 5-6 स्टेपसम्ममा योलाई पनि कम्प्लिट गरौँ। सो सबैभन्दा पहिले तपाईँहरूले जहिले पनि रिमेम्बर, पहिलो सुन तपाईँ सजिलो स्ट्रोक टपबाटै सजिलो हुन्छ। यसरी स्ट्रोक लेख्नुहोस्। तपाईँले यस्तो स्ट्रोक लेखि दोस्रो स्टेपमा यहाँसम्म लगेर छोड्नुहोस् पेन। तेस्रो स्टेपमा फेरि यहाँसम्म लानुहोस् अनि फेरि यसरी हल्का कर्भ बनाएर ल्याउनुहोस् अनि तेस्रो स्टेपमा यो सक्यो। अब मैले चाहिँ के गर्छु, 2 स्टेपमै सकाउँछु, तर तपाईँलाई प्र्याक्टिस गर्नको लागि भने पहिलो, दोस्रो अनि तेस्रो गर्नुहोला। सेम अघि खा र गा लेख्ने बेलामा तपाईँले पेनलाई यहाँ लानुहोस्, होल्ड गर्नुहोस् अनि नछोडिकन यता तान्नुहोस्। यो तपाईँले होल्ड गरेर तान्नुभयो भने तपाईँको ब्रेक पोइन्टहरू अलिकति बिग्रिन सक्छ यो पोइन्टहरू। त्यही भएर तपाईँलाई प्र्याक्टिस भइसकेपछि चाहिँ, प्र्याक्टिस नहुँदाखेरि चाहिँ यहाँ गएर होल्ड गर्नुहोस् अनि पेन नछोडिकन तान्नुहोस्। यसो गऱ्यो भने चाहिँ यसको स्मुथ हुन्छ। सो तपाईँको फाइनल भर्जन चाहिँ के भयो, यसो तान्नुभयो, यसरी तान्नुभयो अनि फेरि हल्का यसो गर्नुभयो भने तपाईँले चाहिँ यो चाहिँ गा भयो है, गा भयो। सो तपाईँले कतिवटा अक्षर लेख्नुभयो, 4वटा, का, खा, गा अनि गा। सम्झिनुहोस् हाम्रोमा घ हुँदैन। अब चा, यसै गरी तपाईँले सेम हाम्रो आज हामीले लेख्ने चाहिँ चा हो, सिए चा। यो चाहिँ अब तपाईँको आइपिएमा पछि अथवा यो के भन्छ मैले ठ्याक्कै बिर्सेँ, तर आइपिएमा अथवा इङ्ग्लिस अक्षरमा यो पछि पढ्नका लागि जो सिए चा भनेर पढ्छौँ होइन। हामीले सिएचए चा, सिएचए छा भनेर नेपालीको 12 खरीमा पढ्छौँ। त्यस्तो नभइकन यो चाहिँ सिए मात्रै छ, तपाईँले यो सम्झिनु होला। सेम स्टेप मैले चाहिँ हाम्रो आउटपुट चाहिँ यो हो। यो आउटपुट निकाल्नको लागि चाहिँ चा हो। चामा मैले 1 2 3 4 5 6 गर्छु र यसको स्ट्रोक तपाईँले हेर्नुहोस्। पहिलो स्ट्रोक जहिले पनि सिधा सजिलोवाला स्ट्रोक छान्नुहोस्। दोस्रो स्ट्रोकमा चाहिँ तपाईँले फेरि यहाँसम्म ल्याउनुहोस्। तेस्रो स्ट्रोकमा फेरि तपाईँले यहाँसम्म ल्याएकोलाई फेरि हाम्रो घुमाएर यसरी लानुहोस्। तेस्रो स्ट्रोक भयो। अनि पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक, तेस्रो स्ट्रोक अनि चौथो स्ट्रोक। कम्प्लिट फर्म चाहिँ के भयो, पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक, पेनलाई नरोकिकन घुमाउनुहोस् अनि यसरी टक्क राख्नुभयो भने तपाईँको आउटपुट यो हुन्छ। यसरी तपाईँले चा लेख्न सक्नुहुन्छ। सो प्र्याक्टिस गरौँ। फेरि यहाँबाट सिधा ल्याउनुहोस्। तपाईँले यहाँ गएर छोड्नुभयो भने हुन्छ, छोडेर ल्याउनु भयो नि हुन्छ। तपाईँले सजिलो सकेसम्म छोड्ने स्टाइल लेख्ने तरिका चाहिँ यही हो। यसरी तपाईँले ल्याउनु पर्ने हुन्छ। तर यद्यपि फास्टको लागि चाहिँ तपाईँले सिधा यसरी स्ट्रोक तान्नुहोस्, यहाँबाट यसरी घुमाउनुहोस् अनि सिधा यसरी ल्याएर टक्क यहाँ जोड्नुभयो भने चा भयो। ठिक भने तपाईँले पछि तान्नुहुन्छ। फेरि हामीसँग छा छ है। अब हाम्रो चा छा छा हुनुपर्छ है। सो हामीले आउटपुट निकाल्ने यो यस्तो खालको स्ट्रोक हुन्छ फाइनल स्ट्रोक चाहिँ। सो सेम तपाईँले 1 2 3 4 5 6 स्ट्रोकसम्म जानुहोस्। पहिलो स्ट्रोक
जहिले पनि सिधा यहाँनिर सिधा स्ट्रोक दोस्रो स्ट्रोकमा तपाईँले यसरी यहाँदेखि यहाँसम्म यसरी सट्ट घुमाउनुहोस् अनि तेस्रो स्ट्रोकमा फेरि तपाईँले यहाँदेखि यहाँसम्म घुमाउनु भएपछि यहीबाट सुरु गरेर यस्तो गर्नुहोस् अनि चौथो स्ट्रोकमा तपाईँले यहाँसम्म घुमाउनु पक्कलाई फेरि घुमाउनु भएपछि यो रेप्टा सुत्दिनुहोस् यसो गर्नुभयो भने चाहिँ तपाईँको यो कम्प्लिट फर्म चाहिँ के हुन्छ भन्दा ल हेर्नुहोस् है पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक अनि चौथो स्ट्रोक र आउटपुट चाहिँ यस्तो हुन्छ तपाईँले फ्रिली ट्राई गर्न सक्नुहुन्छ यहाँ यसरी लेख्नुहोस् यसरी गोलो बनाउनुहोस् फेरि पेनमा होल्ड गरेर यति गर्नुहोस् अनि यसरी लेख्नुभयो भने चाहिँ यो चाहिँ छा भयो है अब तपाईँको जा चा छा जा भनेर थाहा आउनु पर्यो है सो तपाईँले हेर्नुपर्ने कुराहरू भनेको जस्तै जा जे जा इङ्ग्लिसमा भयो हाम्रो आउटपुट चाहिँ यो हुन्छ हाम्रो फाइनल आउटपुट चाहिँ यो जा हो सो मैले यसलाई पनि 1 2 3 4 5 6 गर्छु अनि त्यस पश्चात चाहिँ तपाईँलाई फेरि पनि पहिलो स्ट्रोक स्टेप नम्बर 1 स्टेप नम्बर 2 तपाईँले 2 मा यसरी लेख्नु भएर यसरी लेखेर 2 हैन 2 अनि 3 गर्नुभयो भने हुन्छ यसरी अनि पहिलो दोस्रो तेस्रो गरेर यसरी गर्नुभयो भने हुन्छ तर मेरो सजिलो प्रेफरेन्समा तपाईँले यो ब्रेक पोइन्टहरूलाई ख्याल गर्नुभयो भने चाहिँ तपाईँले सिम्पली यसरी यसो गर्नुभयो र यहाँबाट यस्तो गर्नुभयो भने सजिलो हुन्छ किनभने यहाँबाट तपाईँले दुईटा ब्रेक पोइन्ट निकाल्नुभन्दा जसरी लेख्नु भने हुन्छ तर नर्मली मलाई सजिलो भएको चाहिँ के भने मैले यो स्ट्रोक लेख्छु मैले यहाँदेखि यहाँसम्म तान्छु यसरी बनाउँछु अनि यहाँबाट बिचमा गरिदिन्छु अनि यो रेप दिन्छु यसरी चाहिँ हामीले जा लेखिन्छ हेर्नुहोस् है अब हामीसँग ता लेख्दाखेरि चाहिँ तपाईँले सम्झिनु पर्ने चाहिँ क्यापिटल टी र ए गर्यो भने चाहिँ टा भयो स्मल टी र ए गर्यो भने चाहिँ ता भयो है तपाईँले अहिले सम्झिनु पर्ने कुरा चाहिँ त्यो हेर्नु होला तर अहिले यहाँ चाहिँ क्यापिटल टी राखेछ टिए टा टिए ता क्यापिटल टी आयो भने टा हुन्छ हामीले यो चाहिँ हाम्रो लेख्ने स्टाइल छ सो हाम्रो फाइनल आउटपुट चाहिँ के हुन्छ फाइनल आउटपुट चाहिँ यो यसमा पनि मैले स्टेप राखेँ 1 2 3 4 5 6 सो यो स्टेपमा के हुन्छ भन्दा पहिलो स्टेपमा सजिलोवाला ताने दोस्रो स्टेपमा पहिलो दोस्रो ताने तेस्रो स्टेपमा यसरी तपाईँले तेस्रो स्टेपमा यसरी तान्नुभयो भने चाहिँ टा भयो सम्झिनुहोस् पहिलो दोस्रो र तेस्रो पहिलो दोस्रो र तेस्रो त आउटपुट यस्तो हुन्छ प्र्याक्टिस गर्नुहोस् फेरि मैसँग प्र्याक्टिस गर्नु यसरी ता फ्रीली गर्नुहोस् ता तपाईँले धेरै पटक लेख्नु भएपछि तपाईँको फिनिसिङ आउँछ तर तपाईँहरूले आजको मेन एजेन्डा भनेको स्ट्रोक कसरी लेख्ने स्ट्रोकको फ्लो कसरी लेख्दा सजिलो हुन्छ भन्ने फ्लोलाई चाहिँ बुझ्नु होला विशेष गरी अब ठा है तपाईँले यहाँ पनि बुझ्नुपर्ने टिएचए ठा हो भने टिएचए डा ठा ठा डा था हो था ता था ठा है स्मल टी र क्यापिटल टी चाहिँ याद गर्नु होला टी र स्मल टी याद गर्नु होला यहाँ चाहिँ टिएचए ठा छ अहिले एकछिनमा फेरि तपाईँले याद गर्नुपर्ने हुनसक्छ सो हाम्रो आउटपुट भनेको यो हो माथिको आउटपुट सेम मैले 1 2 3 4 5 6 गर्छु र यहाँनिर तपाईँले अलिकति ट्रिक लाउनु पर्ने हुन्छ तपाईँले कसरी राउन्ड गर्दा सजिलो हुन्छ मेरो केसमा चाहिँ मैले के गर्छु भन्दाखेरि म पहिला स्टेप नम्बर 1 मा यो गर्छु स्टेप नम्बर 2 मा फेरि मैले यसरी तल तान्छु नम्बर 3 मा चाहिँ मैले फेरि यसरी यहाँबाट यसरी राउन्ड गर्छु अनि स्टेप नम्बर 4 मा 1 2 3 सकेपछि 4 मा चाहिँ यसरी यस्तो गर्छु है भनेको यो एउटा स्टेपमा यसरी लेख्यो भने हुन्छ तर तपाईँलाई यदि सजिलो यसरी लाग्छ भने यसरी तपाईँले यसरी लेख्नु भयो भने हुन्छ यसरी लेख्नु भएर अनि यसरी लेख्नु भएर यसरी तान्नु भयो नि हुन्छ तर मेरो फ्लोको केसमा चाहिँ मलाई चाहिँ पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक अनि चौथो स्ट्रोक यसरी लेख्दा चाहिँ मलाई सजिलो भएको भएर नर्मल्ली तपाईँलाई पेनको फ्लो र तपाईँहरूलाई फ्लोमा कसरी सजिलो हुन्छ
तर तपाईले लेख्नु होला मलाई चाहिँ यो केसमा मुभ गर्नको लागि सजिलो भएको भएर मैले 4 वटा स्ट्रोकमा जस्तै पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक अनि चौथो स्ट्रोक गरेर ठा लेख्थे है हेर्नुस् अब हाम्रो आउटपुट चाहिँ यो भयो तपाईले सिम्पल पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक अनि चौथो स्ट्रोक यस्तो जोड्नु भयो भने चाहिँ ठा भयो अब डा छ हाम्रो डीए डा डा हैन डीए चाहिँ दा हुन्छ है हेर्नुस् है तपाईलाई डा र दामा तपाईले फरक छुटाउनु पर्ने हुन्छ यो क्यापिटल डी र स्मल डी को डिफरेन्सेस चाहिँ हामीले राखेका छौं यो हाम्रो आउटपुट चाहिँ यो हुन्छ है हाम्रो आउटपुट भन्नाले हाम्रो रिजल्ट चाहिँ यो डा हामीले यसरी लेख्छौं सो हामीले फेरि 1 2 3 4 5 6 गर्छौं हैन सो पहिलो स्टेपमा तपाईले यहाँदेखि यहाँसम्म तान्नुस् दोस्रो स्टेपमा तपाईले यहाँदेखि यहाँसम्म तान्नुस् तेस्रो स्टेपमा तपाईले यहाँदेखि यहाँसम्म तानेर फेरि यहाँबाट कर्भ गर्दै जानुस् राउन्ड गर्दै जानुस् है त्यो भइसकेपछि तपाईहरुको एउटा फर्म बन्यो अब मैले चाहिँ के लेख्छु भन्दा मलाई सजिलोको लागि मैले पहिलो स्ट्रोक दोस्रो स्ट्रोकलाई कन्टिन्यु गर्यो भने सजिलो हुन्छ तर तपाईले सिक्ने बेलामा चाहिँ पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक यसरी हुन्छ भनेर सम्झिनुस् तर तपाईले आइसकेपछि चाहिँ पहिलो स्ट्रोक यसरी दोस्रो यहाँ अड्काएर यसरी लानुभयो भने चाहिँ तपाईको पेनको मुभमेन्ट चाहिँ सजिलो हुन्छ मलाई चाहिँ सजिलो लाग्छ तपाईलाई जसरी सजिलो लाग्छ यसरी चाहिँ स्टेपलाई फलो गरेर तपाईले लेख्न सक्नुहुनेछ है सो हामीले टा पनि लेख्यौं है अब हामीसँग चाहिँ ता भन्ने आयो टीए ता अघिको ठुलो टीए र अहिलेको सानो टीए मा तपाईले डिफरेन्ट भेट्नुभयो होला टीए चाहिँ टा भयो टीए चाहिँ ता भयो है यो सम्झिनु है तपाईले यो क्यापिटल र स्मल टी सो हाम्रो आउटपुट चाहिँ यो हुन्छ है हाम्रो आउटपुट चाहिँ ता हो यो ता चाहिँ तपाई हामीले यसरी लेख्न सकिन्छ सो मैले स्ट्रोकहरु चाहिँ 1 2 3 4 5 एन्ड 6 स्ट्रोक छ सेम तपाईले अघि टा लेख्नु भएको हो टाको जस्ट उल्टो चाहिँ ता हो तपाईले टा र तामा तपाई नझुक्किनुहोस् टा ठा र डा र चाहिँ ता था र दा छ त्यसको ठ्याक्कै एउटै अक्षर हो त्यसलाई उल्टो बनाएर राखिएको छ सो तपाईहरुले यसरी पहिलो स्ट्रोक यहाँदेखि यहाँसम्म लेख्नुस् दोस्रो स्ट्रोक पहिलो स्ट्रोक प्लस दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक पहिलो स्ट्रोक दोस्रो स्ट्रोक र तेस्रो स्ट्रोक यसरी राख्नु होला अब सिम्पल तरिकाले तपाईले पहिलो स्ट्रोक दोस्रो स्ट्रोक र तेस्रो स्ट्रोक यसरी राख्न सक्नुहुन्छ सो पहिलो दोस्रो र तेस्रो यसरी घुमाउँदाखेरि तपाईको यहाँतिर कर्भ अलि नभएको भएर यसरी नघुमाउनु होला तपाई यो केसमा चाहिँ तपाईले एउटा दुईटा अनि तीनटा नै गर्नुपर्ने हुन्छ तपाईले लेख्नु हुँदाखेरि चाहिँ यसरी लेखेर यसरी लेख्नु भएन त छिट्टोको लागि चाहिँ तर सकेसम्म तपाईले यसलाई कर्भलाई राम्रोसँग राख्नुस् अथवा फ्रीली लेख्नु भयो भने चाहिँ यस्तो गर्नुस् यसो गर्नुस् अनि यसरी ता ता भए यसरी चाहिँ हामीले ता लेख्न सकिन्छ सो अहिलेसम्म हामीले कतिवटा जस्ट तासम्म लेख्यौं अब हामीलाई था भन्ने आयो टिया चे था अघि टिया चे के थियो अहिले टिया चाहिँ अघि टिया चे ठा थियो भने अहिले टिया चाहिँ था छ है यो चाहिँ तपाईले क्यापिटल टी र स्मल टी सम्झिनु होला हाम्रो आउटपुट चाहिँ यो हुन्छ अब हामीले फेरि 1 2 3 4 5 6 राखौं हैन यो भइसकेपछि चाहिँ हामीले के गर्छौं भन्दाखेरि पहिलो स्ट्रोक सेम दोस्रो स्ट्रोक पहिलो स्ट्रोक दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक यसरी अनि पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक अनि चौथो स्ट्रोक यसलाई तपाईले ब्रेक गरेर यसरी तपाईले पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक अनि यसरी लेख्न नि सक्नुहुन्छ तर मेरो रिकमेन्डेसन के हो भने तपाई यो पिक पोइन्टलाई तपाईले अलिकति एज शार्पनेस ल्याउनको लागि अथवा स्मुथ ल्याउनको लागि चाहिँ तपाईले पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक गर्नुभएपछि चौथोमा यहाँ गएर पेनलाई नौचालिकन घुमाउनु भयो भने तपाईको स्ट्रोकको यो स्मुथनेस चाहिँ राम्रो आउँछ है तपाईलाई जसरी सजिलो हुन्छ त्यसरी लेख्नुस् तर
फ्लो चाहिँ यसरी जान्छ भनेर देखाउँदा हाम्रो आउटपुट चाहिँ यो हुन्छ। अब मैले फाइनल फ्लो हेरेर त यस्तो लेखेँ, यसरी लेखेँ, तेस्रो चौथोमा कम्प्लिट भयो। यदि होइन भने चाहिँ तपाईँले 5औं स्टेपमा कम्प्लिट हुन्छ। जस्तै पहिलो, दोस्रो, तेस्रो, चौथो अनि 5औं। यसो गर्दाखेरि यो पोइन्टमा तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। सो मैले ल यहाँ स्टेप 1 लाई कम्प्लिट गरेँ। 2 3 4 5 यसरी लेख्नु भयो नि हुन्छ। यसलाई तपाईँले 1 2 3 4 गर्नुभयो नि हुन्छ। तर मैले चाहिँ के गरेँ भन्दाखेरि यसले 1 2 3 4 पार्टलाई चाहिँ यो गरेँ। यसरी तपाईँले जानिसक्नु भएपछि तपाईँको पेनको मुभमेन्ट जसरी गर्दा नि हुन्छ। तर स्ट्रक्चर फ्लो चाहिँ तपाईँले यसरी म एउटा मेटेर फेरि लेख्छु तपाईँसँग होइन। यो भयो भने चाहिँ तपाईँलाई मैले फेरि के गर्छु भन्दाखेरि पहिलो स्ट्रोक मलाई चाहिँ यो सजिलो लागेको भएर दोस्रो, तेस्रो, चौथो र 5औं एउटै भएको भएर 4औंमा गर्दा नि हुन्छ। यसरी तपाईँले लेख्नुभयो भने स्टेप 2 मा 1 2 3 4 5 यसरी चाहिँ तपाईँहरूले स्ट्रोकलाई कम्प्लिट गर्न नि सक्नुहुन्छ है। सो अर्को हामीसँग दा छ। अघि डिए डा र डिए डा हेर्नुहोस्। डिए डा डिए डा एउटा डा हो एउटा दा हो। तपाईँहरू कन्फ्युज नहुनु होला यसमा। हाम्रो फाइनल आउटपुट चाहिँ यस्तो हुन्छ। 1 2 3 4 5 6 भयो होइन। यसमा चाहिँ पहिलो स्ट्रोक यो भयो। दोस्रो स्ट्रोक तपाईँले यहाँदेखि यहाँसम्म तान्नुहोस्। तेस्रो स्ट्रोक तपाईँले यहाँदेखि यहाँ तान्नु भएकोलाई कन्टिन्यू गर्नुहोस्। तपाईँले स्टेप सम्झनु। 3टा स्टेपमा तपाईँले दा लेख्नुहुन्छ। यो चाहिँ तपाईँको ङासँग मिल्दोजुल्दो भएको भएर तपाईँले ङा यस्तो जान्छ। यो चाहिँ अलि तल गरेर तल आउँछ। अनि अघिको दा चाहिँ यसो गरेर उल्टो फर्किन्छ तर अलि तलै आउँछ है। यिनीहरूको चाहिँ सेम स्ट्रक्चर हो तर यिनीहरूको डाइरेक्सन उल्टो छ डा र डा। सो मैले चाहिँ कसरी लेख्छु भन्दाखेरि पहिलो स्ट्रोक तान्छु, दोस्रो स्ट्रोकलाई यहाँसम्म लाएर होल्ड गरेर एकैचोटि लेख्छु। यसो गर्दाखेरि यो एज स्मुथ हुन्छ। तर स्टेप लेख्ने स्टेप चाहिँ 1 2 3 नै हो। फाइनल स्टेप चाहिँ 1 2 3 यसरी तपाईँहरूले दा पनि लेख्नुभयो। अब आयो ना। हाम्रो आउटपुट चाहिँ ना यस्तो हुन्छ। यसलाई पनि हामीले नर्मल तरिकाले लेखौँ यहाँनिर होइन। यसलाई पनि 1 2 3 4 5 6 गरौँ। पहिलो स्ट्रोक, दोस्रो स्ट्रोकलाई तपाईँले यसरी घुमाएर यो चाहिँ 2टा स्ट्रोकमै कम्प्लिट गर्नुभयो भने पर्फेक्ट हुन्छ है। पहिलो स्ट्रोक, दोस्रो स्ट्रोकमै तपाईँले कम्प्लिट गर्नुहोस् ना। पहिलो स्ट्रोक, दोस्रो स्ट्रोकमै यसरी गोलो गार्नुहोस् सजिलो हुन्छ। पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक आउटपुट चाहिँ यस्तो हुन्छ। यसरी तपाईँले ना लेख्न सक्नुहुन्छ। अब रह्यो पा। पा है नि तपाईँले यहाँ तपाईँहरू पा फा र बामा झुकिन सक्छ। पा फा बा हेर्नुहोस् है। पा फा र बा यो चाहिँ झुकिन सक्छ तर नर्मली हेर्दाखेरि उस्तै देखिन्छ। त्यही भएर अलिकति झुकिन सक्छ हेर्नु होला है। यो चाहिँ आउटपुट चाहिँ हाम्रो पा यस्तो हो। मैले यहाँ चाहिँ पा चाहिँ पहिलो स्ट्रोकमा चाहिँ म यति तान्छु, दोस्रो स्ट्रोकमा चाहिँ यहाँदेखि दोस्रो स्ट्रोक यहाँ तान्छु, तेस्रो स्ट्रोकमा यहाँदेखि यहाँसम्म यसरी तान्छु, चौथोमा यहाँदेखि यहाँसम्म तानेकोलाई पा भयो। जहिले पनि यस्तो एङ्गलहरू आयो भने चाहिँ तपाईँहरूले के गर्नु भन्दाखेरि कलम उचालेर पेन उचालेर फेरि पोइन्ट गर्नुभन्दा मैले चाहिँ के गर्छु भन्दा यहाँ यसरी लेख्छु। स्ट्रोक 1 लेख्छु, 2 लाई चाहिँ होल्डमै राखेर 2 र 3 सँगै लेख्छु। त्यही भएर मैले यसलाई काउन्ट 2 गर्छु। तर 2 र 3 हो, यसलाई काउन्ट चाहिँ 2 गर्छु अनि 3 मा सकाउँछु। यहाँ के भयो पहिलो, दोस्रो, तेस्रो, सरी मैले यहाँ 1 2 3 4 5 6 लेख्न बिर्सेछु। सो हेर्नुहोस् है, पहिलो स्टेप, दोस्रो स्टेप होल्ड गरेर तेस्रोमा यहाँ राख्यो अनि चौथो बनाइदियो। अथवा तपाईँले यसै गरी चाहिँ पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक गरेर पा गर्नु भइन्छ। सजिलो छ। तपाईँले फलो गर्नुहोस्, प्र्याक्टिस गर्दै गर्नुहोस्, तपाईँलाई सजिलो हुन्छ।
र फेरि रह्यो फा हामीले हेर्नुपर्ने फा हो आउटपुट यो हुन्छ र कन्भेन्सनमा पनि मैले 1 2 3 4 5 6 यसको सबै कुरा पासँग मिल्छ तर बीचको यो एउटा पोर्सन भनेको चाहिँ यो एउटा पोर्सन छ यो पोर्सन अलि बढी हो उसँग पासँग यसलाई यसमा चाहिँ हामीले फा बनाइदिएको छ सो हाम्रो आउटपुट यो हुन्छ तर हामीले स्ट्रोक 1 मा पाकै स्ट्रोक हो स्ट्रोक 1 फेरि 2 गर्छु मैले यसलाई तपाईले यसरी ब्रेक गरेर 1 2 3 गर्नुभयो भने हुन्छ मैले 2 मा राख्छु अनि 3 मा चाहिँ मैले फेरि यहाँबाट तान्छु सम्झिनुहोस् पहिलो दोस्रो तेस्रो अनि चौथो यसरी चौथो गर्छु अब तपाईले सम्झिनु कुरा चाहिँ पहिलो दोस्रो तेस्रो चौथो अनि पाँचौं गर्नुभयो भने हुन्छ तर मैले चाहिँ के गर्छु भन्दाखेरि यो यस्तो कर्भ एंगल वाला स्ट्रोकहरु चाहिँ मैले पेनै नउचालिकन लेख्यो भने तपाईलाई लेख्दाखेरि सजिलो फिल हुँदो रहेछ तर प्र्याक्टिसको बेलामा चाहिँ तपाईले होल्ड गरेर लेख्नु जस्तै स्टेप 1 को हेरौं पहिलो दोस्रो तेस्रो चौथो पाँचौं यसरी लेख्नु भयो भने चाहिँ कम्प्लिट फर्म चाहिँ पहिलो दोस्रो र तेस्रो मैले एकैचोटी लेख्छु चौथो गयो अनि पाँचौं गयो यो चाहिँ फा भयो अब तपाईको बा भयो बा लेखौं है अब हामीले बा लेख्दाखेरि चाहिँ सेम हाम्रो आउटपुट बा अब बीए बा आउटपुट यो बा हुन्छ तपाईले बा चाहिँ पा र फा को स्ट्रोक नै मिल्छ तर यहाँ अलिकति फरक पा फा बा चिन्ने चाहिँ पामा यस्तो हुन्छ फामा त्यही पामा पेट काट्छ अनि बामा चाहिँ सिधा डिको मात्रै उदा हुन्छ यति मात्रै फरक हो बा चाहिँ हेर्नुस् है 1 2 3 4 5 6 अब हेर्नुस् स्ट्रोक स्टेप 1 को स्ट्रोकमा मैले 1 लेख्छु स्टेप 2 मा मैले जहिले पनि भन्ने गरेछु तपाईलाई यसरी लानुस् यही रोक्नुस् अनि यसरी तान्नु र यहाँसम्म ल्याउनुस् यदि तपाई चाहनुहुन्छ भने स्टेप 1 मा यसरी लेख्नुस् अनि भन्दा स्टेप 1 मा हेर्नुस् यसरी ब्रेक गरेर कलम उचालेर लेख्न पनि सक्नुहुन्छ तर मैले त्यसरी गरिन अनि स्टेप 3 मा तपाईले 1 2 3 अनि 4 गर्नुस् 1 2 3 4 कलम नउचाल्नुस् सजिलो हुन्छ कलम उचाल्नु भयो भने अलिकति ब्रेक भएको महसुस हुन्छ यहाँबाट त ल्याए फेरि उचालेर फेरि कलम राख्दाखेरि तपाईले राख्न त सकिन्छ तर सकेसम्म तपाईले यसलाई नै कलम नउचालिकन पहिलो स्ट्रोक दोस्रो स्ट्रोक र तेस्रो स्ट्रोक एकैचोटी लेख्नुहोस् है तान्नुहोस् त दोस्तो यसरी गर्नुभयो भने तपाईको बा पनि भयो अब पा फा बा मा भयो हामीसँगै मा भन्ने अक्षर लेख्नु पर्यो आउटपुट चाहिँ यस्तो हुन्छ मैले यहाँ चाहिँ लेखेँ यसमा चाहिँ हल्का 1 2 3 4 5 6 भयो है अब तपाईले यो ट्युटोरियल हेर्नु भएपछि चाहिँ तामिक लिपिको कम्प्लिट स्ट्रोक भवेल 5 वटा र कन्सोनेन्ट 24 वटा कम्प्लिट स्ट्रोकहरु लेख्न सक्नुहुनेछ अन्त्यसम्म हेर्नु होला र यसमा मैले लेख्दै गर्दाखेरि म पनि भर्खर बिगिनर भएको भएर केही कमी कमजोरीहरु मिस्टेकहरु हुन सक्छ तपाईहरुले आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया दिनु होला र यो रेफरेन्स चाहिँ मैले अजितमान तामाङ आशंगोबाट निकालेको र म आफै पनि काठमाडौँ युनिभर्सिटीमा तामाङ ल्याङ्ग्वेज टिचिङ को मास्टर डिग्रीको पहिलो वर्षको स्टुडेन्ट हो र मैले पनि आफूले जानेको कुराहरु हाम्रो समाज समुदायसँग चाहिँ केही हदसम्म दिम र केही कुराहरु बनाम जसले गर्दा चाहिँ पछिल्लो पुस्ताहरुले सजिलो होस् भन्नको लागि यो बनाएको हो कमी कमजोरीहरु हुन सक्छ तपाईहरुको सल्लाह सुझाव र प्रतिक्रियाका लागि हार्दिक आभार अथवा सल्लाह सुझाव र प्रतिक्रियाका लागि अपेक्षित छु मैले आउँदो उसमाहरु पनि राम्रो गर्नेछु र ढिला नगरिकन हामी मातिर जाम सो मा लेख्ने बेलामा तपाईले सिम्पल पहिलो स्ट्रोक यहाँसम्म लेख्नुस् पहिलो स्ट्रोक तपाईले दोस्रो स्ट्रोक चाहिँ नाको स्ट्रोकलाई सम्झिनु भयो नि यसरी पहिलो स्ट्रोक दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोकमा यो कम्प्लिट मा भयो
तर तपाईले यदि आफैले पेन नचालिकन लेख्नुभयो भने चाहिँ मा लेख्दाखेरि चाहिँ यसरी तपाईले यसो यहाँबाट यस्तो गर्नुस् अनि यस्तरी राख्नु भएर मा लेख्नुस्। तर अहिलेको स्ट्रोकमा चाहिँ तपाईले पहिलो दोस्रो तेस्रो भयो। सो मैले तपाईहरुले हात बसिसकेपछि त के गर्नुहुन्छ भने पहिलो स्ट्रोक पेनै नचालिकन यही राउन्डमा घुमाउनु भयो भने चाहिँ दुईटा स्ट्रोकमै सकिन्छ। यो चाहिँ मा भयो। तपाईले फ्रीली मा यसरी लेख्न सक्नुहुन्छ। यो चाहिँ फन्ट अनुसार अलिकति डिजाइनहरु डिफरेन्ट हुन सक्छ, तर लेख्ने स्टाइल भनेको चाहिँ तपाईले त्यही हो। पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक हो। यो कुरा चाहिँ जोडिएको हुँदैन, यो तपाईले याद गर्नु होला। अर्को छ हामीसँग या है। यो चाहिँ तामाहिक लिपिको या हो, तर लेख्दाखेरि चाहिँ हामी तामाहिक भन्छौँ, तर लेख्दाखेरि चाहिँ इक लेख्छौँ। यो अलि पछि तपाईहरुसँग आउँछु, तर मैले चाहिँ या लेख्ने तरिका आउटपुट चाहिँ यस्तो हुन्छ। सो मैले 1 2 3 4 5 6 लेख्छु। यहाँनिर चाहिँ पहिलो स्ट्रोक मेरो पहिलो स्ट्रोक यहाँदेखि यहाँसम्म मैले यति लेख्छु। दोस्रो स्ट्रोक, पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक लेख्छु। पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोकमा यो या कम्प्लिट हुन्छ। सो पहिलो स्ट्रोकलाई तपाईले यहाँदेखि यहाँसम्म हिसाब गर्नुस्, दोस्रो स्ट्रोक यहाँ राख्नुस् र तेस्रो स्ट्रोक गर्नुस्। अथवा कोही कसैले यहाँबाट सुरु गर्नुहुन्छ भने हुन्छ, तर नर्मली लेख्दाखेरि दायाँबाट बायाँ जाम भनेको भएर मैले यहाँबाट यसरी लेख्छु अनि त्यसपछि यसरी तपाईले स्ट्रोक लेख्नुभयो भने चाहिँ तपाईको फाइनल आउटपुट चाहिँ यस्तो। तपाईले फ्रीली लेख्नुभयो भने चाहिँ यसरी लेख्नुहुन्छ अनि यस्तरी लेख्नुहुन्छ अनि यस्तो गर्नुहुन्छ। अथवा छिटोसँग लेख्नुभयो भने तपाईले यसरी पनि लेख्नुहुन्छ हैन। तर यो चाहिँ छिटोसँग लेख्नुभयो भने त्यसरी हुन्छ, पछि चाहिँ तपाईले लेख्ने बेलामा चाहिँ यसरी पनि लेख्न सक्नुहुन्छ। तर अहिलेलाई त्यसरी नलेख्नुस्, यो स्ट्रोकमा जस्तो छ त्यस्तै फलो गर्नुहोस् ताकि तपाईको सिमेट्रिक हुन्छ अथवा पछिसम्मको लागि एउटै खालको हुन्छ। सो मैले यसरी चाहिँ यसरी लेखेँ अनि यसरी गरे। अब तपाईले अझ यसले ब्रेक गर्नुभयो भने चाहिँ अझ यसलाई यसरी कसरी नै ब्रेक गर्न सकिन्छ भन्दाखेरि पहिलो यो लेख्नुहुन्छ, फेरि पेन उचाल्नुहुन्छ, फेरि यहाँसम्म लानुहुन्छ, यसरी लेख्नुहुन्छ, फेरि यो गरेर यसरी पनि लाउन सक्नुहुन्छ। तर यो चाहिँ तपाईले सुरुमा लेख्दाखेरि नै यसरी घुमाएर लेख्नुभयो भने चाहिँ तपाईले एउटै स्ट्रोकमा काम गर्छ। किनभने तपाईले आफ्नो पेनलाई अथवा तपाईले कसरी सजिलो हुन्छ त्यो पार्टले लेख्न सक्नुहुन्छ। यो स्टेप चाहिँ यसरी लेख्न सकिन्छ। या भयो है। अब रा आयो। रा आउटपुट चाहिँ यस्तो हुन्छ हाम्रो चाहिँ 1 2 3 4 5 6 हेर्नुस् है। रा लेख्दा तपाईले सिम्पल पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक, तेस्रो स्ट्रोक, पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक र तेस्रो स्ट्रोक यसरी लेख्नुहुन्छ। यसमा चाहिँ तपाईले कलम उचाल्नै पर्ने हुन्छ। तीनटा स्ट्रोकै चाहिन्छ। पहिलो स्ट्रोक, दोस्रो स्ट्रोक, तेस्रो स्ट्रोक। तर तपाईले अलिकति फास्टमा लेख्नु भयो भने चाहिँ यसरी लेख्नु भएर यसरी लेख्न सक्नुहुन्छ, तर यसमा गोलो चाहिँ हुनु भएन। सो रा चाहिँ हाम्रो कस्तो छ भने पहिलो, दोस्रो अनि तेस्रो स्ट्रोक यसरी चाहिँ रा लेखिन्छ है। तपाईले प्र्याक्टिस गर्नुस्, फ्रीली प्र्याक्टिस गर्नुहोस्। यसरी हुन्छ रा, यस्तो गर्नु भएर हल्का गरेर यसरी लेख्नु भने चाहिँ रा हुन्छ। यसले हल्का यसरी गोलो बनाउनु भने चाहिँ ना हुन्छ है। सो तपाईले रा र ना लेख्ने बेलामा चाहिँ अलिकति विचार पुर्याउनु होला। सो अतिथि भन्न चाहे। अब त्यसै गरी चाहिँ हामीसँग चाहिँ ला छ है। या रा ला वा हामी चाहिँ या ला छ। जस्तै आउटपुट चाहिँ यो हुन्छ, यो चाहिँ ला हो। मैले सिम्पली के भने तपाईहरुलाई यसको चाहिँ स्ट्रोकमा स्टेप 1 2 3 4 5 6 सम्ममा सबै स्ट्रोकहरु सकिने भएको भएर मैले सबैलाई सजिलो हुनको लागि 6 वटा क्यारेक्टर राखेको छु। त्यो क्यारेक्टरलाई तपाईले लेख्नु भयो भने चाहिँ सजिलोसँग तपाईले लेख्न सक्नुहुन्छ। सो अब रह्यो ला लेख्ने तरिका। ला लेख्दाखेरि चाहिँ अलिकति तपाईले दिमाग पुर्याउनु पर्ने हुन्छ। जस्तै यहाँ तपाईले स्ट्रोक कहाँबाट सुरु गर्ने भनेर बनाउनु भयो भने यहाँ यसको केसमा हेरौँ। यहाँनिर तपाईले यसलाई आफ्नो दिमागमा ब्रेक गर। मैले चाहिँ कसरी ब्रेक गर्छु चाहिँ फन्ट स्टाइलिस भएको अलिकति तपाईले गाह्रो भयो। तर मैले चाहिँ के गर्छु भन्दाखेरि यहाँबाट सुरु गर्छु, यहाँसम्म पहिलो स्ट्रोक, मैले यहाँदेखि यहाँसम्म पहिलो स्ट्रोक सुरु गर्छु अनि यसरी दोस्रो स्ट्रोक गर्छु र तेस्रो स्ट्रोक गर्छु। यसो गर्दाखेरि तपाईलाई
सम्झिन गाह्रो भयो भने के यहाँबाट तपाईँले यो स्ट्रोकबाट यसरी अनि नर्मल्ली उल्टो नेपाली ला हुन्छ नि यसरी गर्न नि सक्नुहुन्छ है ला हुन्छ नेपालको ल उल्टो नै रहेछ सरी नेपाली लकै नै यसैको तपाईँले सम्झिनु भयो भने तपाईँले नेपाली ल नै सम्झिनु भयो हुन्छ क्या यसरी हल्का नेपालको जस्तै ला यस्तो भयो तर नेपाली ल भन्दा चाहिँ यस्तो गरेर अलिकति ठुलो सरी तपाईँले लेख्नु हुँदाखेरि चाहिँ यसरी नेपाली ला लेख्नु भयो भने चाहिँ हल्का यस्तो अनि यस्तो अलि भएन यो चाहिँ अलि राम्रो थियो मैले तपाईँले फेरि ट्राई गरेर भने है त यसरी तपाईँले यस्तो गर्नुहोस् टुप्पी लेख्नुहोस् ला अनि यसरी ल गर्यो भने चाहिँ ला हुन्छ तर तपाईँलाई सजिलोको लागि तपाईँले फेरि यसरी लेख्नु भएर यसरी लेख्नुभयो भने चाहिँ हुन्छ यो गोलो चाहिँ हुँदैन है तपाईँले यस्तरी लेख्नुहोस् अनि यहीँबाट यस्तो गरेर ला लेख्नुभयो भने चाहिँ ला हुन्छ सो मैले चाहिँ तपाईँले अहिलेको स्ट्रोक चाहिँ यसरी पहिलो स्ट्रोक दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक सम्झिनुहोस् पहिलो स्ट्रोक दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक फाइनल आउटपुट चाहिँ यस्तो हुन्छ सो तपाईँले यसरी पहिलो स्ट्रोक लेख्नुहुन्छ फेरि दोस्रो स्ट्रोक लेख्नुहुन्छ अनि तेस्रो स्ट्रोक लेख्नुहुन्छ फ्रीली लेख्नुभयो भने चाहिँ तपाईँलाई सजिलो के हुन्छ भने पहिलो स्ट्रोक अनि पेन नछुटिकन दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक अनि टुप्पी प्राय यो चाहिँ हुन नै सक्छ नहुन सक्छ फन्टमा डिपेन्ड हुन्छ लेख्नु भए चाहिँ फेरि एकचोटि सम्झिनुहोस् है पहिलो स्ट्रोक अनि दोस्रो स्ट्रोकलाई यहीँबाट लगेर यसरी लाग्नुभयो भने चाहिँ सेम उस्तै हुन्छ तर तपाईँलाई सजिलो हुन्छ यस्तो अनि यसरी लेख्नुहोस् अनि यसरी लेख्नु भनेपछि यो बिचको गोलो चाहिँ हुनु भएन सो हामीले फाइनल रूपमा चाहिँ यसलाई पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक फाइनल भर्जन चाहिँ के भयो भन्दाखेरि पहिलो स्ट्रोक यसरी लेख्नु भएर हल्का ला यसरी लेख्नु भयो भने चाहिँ ला भयो है अब चाहिँ वा छ वा आउटपुट चाहिँ यो हुन्छ वा है फाइनल आउटपुट चाहिँ वा हो मैले सेम 1 2 3 4 5 6 गरेँ यसमा चाहिँ अलिकति गाह्रो छ तपाईँले कसरी ब्रेक गर्नुहुन्छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ सो तपाईँले यसलाई यसरी पहिलो स्टेपमा स्टेप 1 मा यहाँदेखि यहाँसम्म अनि स्टेप 2 मा यहाँदेखि यहाँसम्म यसरी लेख्नुभयो भने चाहिँ है यो चाहिँ ल लेखेकै जस्तै गरी ल जे छ त्यसलाई नै लेख्नुभयो भने चाहिँ तपाईँले लकै फर्ममा लेख्न सक्नुहुन्छ सेम यहाँ तपाईँले यति मात्रै गर्नुभयो भने चाहिँ यो चाहिँ ल बराबरै हुन्छ है तर मैले अहिले तपाईँलाई यसरी भनेन पहिलो स्ट्रोक दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक अनि पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक चौथो स्ट्रोक अब सम्झिनुहोस् पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक अनि चौथो स्ट्रोक यसरी लेख्नु भए नै हुन्छ तर तपाईँलाई सम्झिन सजिलोको लागि चाहिँ पहिला तपाईँले ल लेख्नुहुन्छ होइन ल लेख्नुहुन्छ अनि लमा यतापट्टिको पार्ट थप्नुहुन्छ अनि यसरी बनाउनु भयो भने चाहिँ वा हुन्छ भन्ने भयो तर सजिलोसँग तपाईँले के लेख्नुहुन्छ यसरी अनि सजिलोसँग लेख्नु भन्छ यसमा यसो थप्नु पर्यो यसो गर्नुभयो भने चाहिँ यो चाहिँ वा हुन्छ है सो तपाईँले सम्झिनुहोस् यो ल लेख्नुभयो अनि यसमा तल थप्नुभयो भने चाहिँ वा भयो अब हेर्नुहोस् है पहिलो स्ट्रोक यहाँदेखि यहाँसम्म लेख्नुभयो भने तपाईँले सजिलो हुन्छ दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक यसरी बनाउनु भयो नि भयो तर नर्मल्ली हामीले के गर्छौँ भन्दाखेरि यहाँ चाहिँ पहिलो स्ट्रोक लेख्छौँ फेरि लाको अर्को स्ट्रोक लेख्छौँ फेरि तलबाट चौथो स्ट्रोक लेख्छौँ अनि पाँचौँ स्ट्रोक लेख्छौँ यसो लेख्नुभयो भने चाहिँ कम्प्लिट फर्म अफ वा भयो सो सम्झिन सजिलोसँग तपाईँले हेर्नुहोस् है पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक चौथो स्ट्रोक यसरी जानुभयो नि भयो तपाईँलाई पहिलो स्ट्रोक दोस्रो स्ट्रोक अनि फेरि चौथो स्ट्रोक यसो गरेर यसरी तान्नुभयो नि भयो तर मेरो प्रिफरेन्स चाहिँ के हो भन्दाखेरि तपाईँले पहिलो स्ट्रोक तान्नुहुन्छ अनि यसरी तान्नु भएपछि तपाईँ कहाँसम्म जाने भनेर पछि सजिलो हुनको लागि चाहिँ यहाँबाट
तेस्रो स्ट्रोक बनाइदिन यहाँदेखि यसो गर्नु भने तपाईँ यहाँदेखि उता जान पाउनुहुन्न तपाईँले सजिलो हुन्छ तर तपाईँले यसो गर्नु भएर यसो गर्नु भएर यसो गर्नु यसो गर्दाखेरि कहिलेकाहीँ तलमाथि हुनसक्छ है सो तपाईँहरूलाई जसरी सजिलो हुन्छ त्यसरी स्ट्रोक फलो गर्नुहोस् ठ्याक्कै यही रुल फलो गर्नुपर्छ भन्ने चाहिँ हुँदैन तर नर्मल्ली तपाईँ हामीले दाहिनेबाट देब्रेतिर गयो भने के भन्छ राइट ह्यान्ड राइटिङहरूलाई चाहिँ सजिलो हुन्छ त्यही भएर मैले चाहिँ के गर्छु भन्दाखेरि पहिलो स्ट्रोक यो लेख्छु माफ गर्नु म कलर चेन्ज गरेर हेर्छु है हेर्नुहोस् है म पहिलो स्ट्रोक चाहिँ के गर्छु भन्दाखेरि पहिलो स्ट्रोक चाहिँ मैले यहाँदेखि यहाँसम्म लेख्छु दोस्रो स्ट्रोक यो ला बनाउँछु तेस्रो स्ट्रोकलाई चाहिँ मैले यहाँदेखि यहाँसम्म तानिराख्छु किनभने अहिले चौथो र पाँचौँ स्ट्रोक जोड्ने कहाँ भन्दाखेरि यहाँसम्म जोड्छु नि त मैले त्यही भएर मलाई पहिला प्लान गर्न सजिलो हुन्छ यसरी यहाँसम्म राख्छु अथवा मैले यहाँदेखि यहाँसम्म टक्क यसरी गरेर यदि तपाईँले जान्नु भएपछि चाहिँ एउटै स्ट्रोक यति लामो तान्नु भयो भने है अनि त्यसपछि तपाईँले दोस्रो स्ट्रोक तान्नुहुन्छ अनि तेस्रो स्ट्रोक तान्नुहुन्छ यो स्टेपहरू सुरुको स्टेपहरू तपाईँहरूको लागि सजिलोको लागि बनाएको स्टेप हो सो तपाईँले यसले फलो गर्न सक्नुहुन्छ सिम्पली फलो गर्दाखेरि तपाईँले स्टेप नम्बर 1 2 3 4 है यो सम्झिनुहोस् है जस्तो तपाईँले यो कुराहरू सम्झिनुहोस् तपाईँलाई सजिलो हुन्छ 1 2 3 अनि यहीँदेखि यसरी 4 गर्नुभयो भने वा हुन्छ है ओके अब हामीसँग अर्को छ सा है हाम्रो चाहिँ यो सा हो आउटपुट चाहिँ यस्तो हुन्छ अब स्ट्रोक चाहिँ तपाईँ हामीले गर्नुपर्ने हुन्छ 1 2 3 4 5 6 यस्तो भइसकेपछि के भयो भन्दाखेरि सर्वप्रथम तपाईँले पहिलो स्ट्रोक तान्नुहोस् पहिलो स्ट्रोक दोस्रो स्ट्रोक होल्ड गर्नुहोस् तेस्रो स्ट्रोक तर तपाईँले दोस्रो स्ट्रोक यहाँसम्म राख्नुहोस् तेस्रो पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक है पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक चौथो स्ट्रोक पहिलो स्ट्रोक दोस्रो स्ट्रोक तेस्रो स्ट्रोक चौथो स्ट्रोक अनि पाँचौं स्ट्रोक तपाईँले स्ट्रोक बाई 5 वटा स्ट्रोकमा चाहिँ तपाईँले सा लेख्नुभयो तर तपाईँले लेख्नका लागि जहिले पनि मैले तपाईँले भन्ने गर्छु यस्तो एङ्गलहरू आयो भने चाहिँ यस्तो एङ्गल पार्टहरू आयो भने चाहिँ तपाईँहरूले पहिलो स्ट्रोक दोस्रो र तेस्रो स्ट्रोक एकैचोटि लेख्नुहोस् सजिलो हुन्छ तपाईँले पेन नचालिकन यसरी लेख्नुभयो भने तपाईँको यो कर्भ स्मुथ हुन्छ एङ्गलमा स्मुथ हुन्छ यसरी तपाईँहरूले लेख्नुहोस् अनि चौथो र पाँचौं स्ट्रोक यसरी लेख्नुभयो भने चाहिँ तपाईँले सा लेख्नु ल फ्रीली लेखौँ ल मानिलिउँ पहिलो दोस्रो तेस्रो चौथो अनि पाँचौं तर यो टुप्पा चाहिँ नजोड्ने हो है तपाईँहरूले नजोड्नु होला पहिलो अलिकति थोरै तान्नुहोस् दोस्रो तेस्रो अनि चौथो यसरी लेख्नुभयो भने चाहिँ यो चाहिँ सा भयो फर इक्जाम्पल पहिलो दोस्रो अनि तेस्रो अनि चौथो हेर्नुहोस् है पहिलो दोस्रो तेस्रो एकैचोटि लेखेँ चौथो यहाँबाट लगेँ अनि पाँचौं पहिलो दोस्रो तेस्रो चौथो अनि पाँचौं यसरी तपाईँले प्र्याक्टिस गर्नुहोस् स्ट्रोकको तपाईँहरूले प्र्याक्टिस गर्नुभएपछि राम्रोसँग लेख्न सक्नुहुन्छ र यसमा चाहिँ अलिकति मिस्टेक भएछ यो चाहिँ हा हो है हा हुनुपर्छ HA हाम्रो सबैभन्दा अन्तिम क्यारेक्टर अन्तिम वर्ण हो हा सो यसलाई हामीले 1 2 3 4 5 6 स्टेपमै राखौँ सो तपाईहरूले सबैभन्दा पहिले सम्झिनुपर्ने भन्ने कुराहरू यस्तो एङ्गलहरू आयो भने के गर्ने मैले तपाईँलाई पहिला नै भनिसकेको छु तर अहिले चाहिँ म तपाईँलाई स्ट्रोक बाई 1 नै भन्छु है पहिलो स्ट्रोकमा तपाईँले यसरी तान्नुहुन्छ दोस्रो स्ट्रोकमा त पहिलो दोस्रो तपाईँ यहाँसम्म जानुहुन्छ तेस्रो स्ट्रोकमा तपाईँ पहिलो दोस्रो अनि फेरि तेस्रो जानुहुन्छ अनि चौथो स्ट्रोकमा त पहिलो दोस्रो तेस्रो अनि चौथो गर्नुभयो भने चाहिँ तपाईँको हा भयो अब मैले फाइनल फिनिसिङमा चाहिँ कसरी लेख्छु भने पहिलो
दोस्रो र तेस्रो म एकैचोटि लेख्छु अनि चौथो लेख्छु 4 स्टेपमा सकिन्छ तर यसको कम्प्लिट स्टेप हेर्ने हो भने पहिलो दोस्रो तेस्रो अनि चौथो सरी यहाँ समथिङ रङ भयो मिस्टेक भयो चौथो भयो हैन सो पहिलो दोस्रो र तेस्रो एकैचोटि लेख्छु अनि चौथो भनेपछि फाइनल भर्जनमा फिनिसिङ भर्जनमा के आउँछ भन्दाखेरि यहाँनिर पहिलो दोस्रो र तेस्रो एकैचोटि लेख्छु अनि चौथो लेख्यो भने हा भयो यसरी हामीले तामाङको 5वटा भवेल 24वटा कन्सोनेन्ट भवेललाई चाहिँ तामा हिक्मा भन्छ अनि कन्सोनेन्टलाई चाहिँ हिक्पा भन्दो रहेछ यो चाहिँ नेमिङ कन्भेन्सनहरू यसो नामहरू चाहिँ अब भर्खर राखिदिएको भएर मलाई पनि कति कुराहरू कन्फ्युज छ तर आजको तपाईँको फुल एपिसोड कस्तो लाग्यो तपाईँलाई यो तामाङको लिपिको स्ट्रोक राइटिङ सेसन कस्तो लाग्यो तपाईँहरूलाई जस्तो लाग्छ तपाईँले प्रतिक्रिया दिनु यो मेरो फर्स्ट भिडियो हो मैले तामाङ लिपि सम्बन्धी आफैले अलिकति स्टडी गरेर प्लस अनि अहिले काठमाडौँ युनिभर्सिटीमा पनि इनरोल भएको भएर मैले यो लेख्न ट्राई गरेको छु जहाँसम्म लाग्छ यो भिडियो तपाईँ हामी सबैजनालाई निकै नै महत्त्वपूर्ण हुन्छ निकै नै सहयोगी अथवा सहयोग हुनेछ अथवा हुनेछ र यसमा मैले आफै पनि बिगिनर भएको भएर केही कमी कमजोरीहरू हुनसक्छ तपाईँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै म अचितमान आस्याङलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सँगसँगै मसँग अहिले काठमाडौँ युनिभर्सिटीमा इनरोल हुनुभएका सम्पूर्ण साथीहरूलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र सम्पूर्ण टिमहरूलाई सम्पूर्णलाई फेरि पनि धन्यवाद दिँदै सम्पूर्ण तामाङहरूले चाहिँ यो तामाङ भाषा तामाङ लिपिलाई लेख्न सिक्न र पढ्न जान्नुपर्छ र पढ्नुपर्छ किनभने यो हाम्रो तामाङको अस्तित्व हो यो अस्तित्वलाई रक्षा गरौँ तपाईहरू जहाँ हुनुहुन्छ जता हुनुहुन्छ सबैजनाले आफ्नो तर्फबाट कन्ट्रिब्युसन गर्नुहोला तामाङ भाषा शिक्षा र तामाङ समाज र तामाङ समुदायको लागि यति भन्दै तामाङ भाषा शिक्षा र तामाङका विविध विषयवस्तुहरूसँग भिडियोहरू लिएर म तपाईहरुसँग आउने कार्यक्रममा पनि फेरि आउँछु भन्दै आजको यस कार्यक्रमबाट अथवा आजको यस सेसनबाट बिदा हुन चाहन्छु लासो फ्याफलजी